भिडियो नबनाम भन्छु यो मनले मान्दैन। यसरी छठमा आयो कि अब यस्तो देखिहाल्छ होइन। यो क्रिकेट भनेपछि यो मन त हुरुक्कै हुन्छ। फेरि यस्तो देखेपछि अब भिडियो नबनाए फेरि कुरै आउँदैन। नबनाम भन्छु यो मनले मान्दैन। पापी मन के भएको कुन्नी। छतमा आयो कि क्रिकेट खेलेको देखिहाल्छ आँखाले। यहाँदेखि अझै यो घर रेडी भएको छैन र मात्र हो। रेडी भएको भए त चक्क टेबल कुर्सी ल्याएर कफी खाँदै एउटा क्यामेरा लिएर यहीँबाट लाइभ गर्ने जस्तो छ। अब त्यस्तै गर्नु पर्ला जस्तो लागिरहेछ। यता फेरि सिन बोबालै यो फेरि यस्तै सिन छ, हुरा छ। यो फिनिसिङ भएपछि यहाँबाट चाहिँ एउटा लाइभ गर्नुपर्छ। अब लाइभ टेलिकास्ट गर्नुपर्छ क्रिकेटको लागि। अब त्यही हो, नेपालका झन्डाहरू पनि यो यहाँदेखि यति अग्ला झन्डाहरू छन्। म चाहिँ फेरि विरक्तै सोकिङवाला मान्छे हो होइन। त्यही भएर यस्तो छ, के गर्नु। भिडियो नबनाम त भनेको यो मान्दैन मनले। त्यस्तो भन्छ। अब खै त्यो भनेपछि खेलम लाग्छ, फेरि खेल्न सक्दैन। एउटा त्यहाँ पनि छ विकल्प। मनले खेलौ लाग्छ, छक्का चौका हानु लाग्छ, के गर्नु, खेल्नु सक्दैन। हेर्न चाहिँ विरक्तिमा लाग्छ। हेर्नुहोस् होइन, त्यस्तो छ। बोलिङ ब्याटिङ गरिरहेछ, चौका छक्का हानिरहेछ। यताउता बोलिङ दुईतिरबाट चाहिँ बोलिङ गर्ने व्यवस्था रहेछ। चौका ल देख्नुभयो नि चौका हानेको। यति मजाले चौका हान्छ भनेपछि आउन सक्नुहुन्छ सबैजना क्रिकेट खेल्न। मेरो छतबाट टिकटको व्यवस्था गर्दैन म, फ्रीमा आउनु होला। यहाँबाट जति हटाइन्छ मजाले हेर्नुपर्छ। त्यही हो, बाबाई।